हेलो गाइज गुड मर्निङ। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। हामीलाई पनि सन्चै छ। चाहिँ बिहानीको सुरुवात भइसकेको छ अनि मौसम चाहिँ बिग्रिन थालिसक्यो कैलालीतिरको। अब चाहिँ समयमा त यहाँ घामै देखिँदैन है, चिसो महिनाभरि यस्तै कटाउनु पर्ने हुन्छ। मेरो छोरी र म आफ्नै धुनमा छौँ। मेरो बाबा मोबाइल हेरिरहेको छ, म मोबाइलबाट के गर्दैछु नाना भनेर भनिरहेको छु। सो मेरो दिनहरू चाहिँ यसै गरेर बितिरहेको छ। अनि यता बाहिर चाहिँ पानी परेको थियो, भाइ चाहिँ म पसलतिर गएर आउँछु भनेर पसलतिर लागेको छ। अनि मैले चाहिँ यो मेरो कपाल खुसेर एकदम बर्बाद भएको छ। अनि यसलाई यसको लागि चाहिँ के घरेलु उपायहरू गर्छु भनेर यहाँ चाहिँ के तयार गरिरहेको छु। के कन्टे फुलको पातहरू अनि के अरे तुलसीको पातहरू ल्याएर सबै कुराहरू धोइ पखाली गरेर मैले त्यसको पेस्ट बनाएर राखेको छु पकाएर। अनि त्यतिकैमा म चाहिँ जाँदैछु आफ्नो काममा। फेरि यो साइकललाई चाहिँ बेला नकुबेला बिग्रिनु पर्ने हुन्छ। सो म साइकल बनाउन लगाएँ। साइकल बनाइसकेपछि म चाहिँ लागेँ सर आफ्नो पसलमा गएर केही कुराहरू बुझेको। अनि यहाँ चाहिँ मेरो मोटर बिग्रियो भनेर बनाउनु गएको थिएँ, मोटर पनि बन्दैछ। सो मेरो दिन चाहिँ यस्तै गरी बित्यो। थ्याङ्क यू सो मच वाचिङ माई भिडियो गाइज। घरको काम चाहिँ यतिसम्म भइसकेको छ। आज भोलि अलि धेरै नै हुनेछ होला सायद। आज सकिन्छ जस्तो लाग्यो, अवश्य पनि सकिन्छ होला, सकिन्छ।